Hello everyone, namaste सबैजनालाई and welcome back to my short video. So आज चाहिँ घरको साफ सफाई सकेपछि अनि चिया पिसकेर अलिकति ग्याप लिएर चाहिँ अब चाहिँ मैले गरेको छु यो योगा म्याट निकाले आज खोजेर गाडीको बाहिर। यो चाहिँ मैले दराजबाट अनलाइन अर्डर गरेको थिएँ अनि आज चाहिँ प्ल्याङ्क एक्सर्साइजदेखि स्टार्ट गरेँ। धेरै ग्यापपछि 3-4 वर्ष भयो होला मैले एक्सर्साइज नगरेको। यो योगा म्याट मगाइसकेपछि पनि मैले एक्सर्साइज गरेन। बिचमा जुम्बा क्लास जोइन गरेको थिएँ तर त्यो पनि मैले छोडिदिएँ किनभने मलाई यस्तो कि जति पनि म एक्टिभिटिजहरू गर्थेँ नि मलाई मेरो जो क्या एकदम बडीमा क्या पेन हुन्थ्यो क्या, मतलब घरि ब्याक पेन हुन्थ्यो, घरि हातहरू एकदम मेरो जिउ गलेको फिल हुन्थ्यो अनि एकदम रेस्ट मात्रै गरिबस्नु सुतिबस्नु जस्तो फिल हुन्थ्यो। आई डोन्ट नो वाइ आई फिल लाइक भेरी लेथार्जिक। म आफूलाई जति पनि एकदम एक्टिभ बनाउनु खोज्ने कोसिस गर्दा पनि त्यस्तो फिल नहुने। इभन म आफ्नो बुढासँग बाहिर वकिङमा जान्छु, यताउता जान्छु घुम्नु, त्यसपछि आएर मलाई कि एकदम सुतिराख्नु मन हुने, एकदम रिल्याक्स गर्नु मन हुने। अनि अब मभन्दा धेरै एक्टिभिटिज त मेरो हस्बेन्डले गरेको छ, बट मलाई केही पनि प्रब्लम भएको छैन। स्टिल इज भेरी एनर्जेटिक। अनि त्यही कुरा चाहिँ म अपोजिट छ। मतलब म चाहिँ यति गरेँ भने पनि मेरो जिउ दुख्ने अनि मलाई यति पनि गर्दा पनि केही फरक नपर्ने। अनि मलाई थाहा छैन किन त्यस्तो हुन्छ। अब मैले अलिकति के काम गरेँ भने पुरै सबै यहाँ दुख्ने। अनि आफ्टर प्रेग्नेन्सीको बाद चाहिँ धेरै यस्तो भएको हो क्या। अब अलिकति झाडु लगाउँछु या के काम गर्छु नि त मेरो सबै ब्याक पेनहरू क्या धेरै हुन्छ। अनि म यो सबै अब एकदमै धेरै छैन, पहिलाभन्दा धेरै कम्ती भएको छ तर हुन्छ। अनि म चाहिँ आफ्नो आफूले क्या एकदम बुस्टअप गर्छु कि होइन, अब म सक्छु क्या, म हर चिज गर्नु सक्छु, मेरोमा त्यो क्षमता छ भनेर। यो केही पनि होइन किनकि मलाई थाहा छ यो त नर्मल चिज हो। मान्छेले कति भारी काम गर्छ, कति अब दुःख गर्छ, मेहनत गर्छ। अनि मेरो त केही पनि होइन क्या, मेरो त इजी लाइफ छ भनौँ न। स्टिल मलाई फेरि पनि क्या अब किन चाहिँ त्यस्तो हुन्छ, एकदम बडी एकदम मेरो बडी मान्छेले हेरेर मलाई एकदम लोसे आल्सी टाइपको सोच्छ होला, तर त्यो मैले जानी गरेको होइन। फर मी सबसे इम्पोर्टेन्ट हेल्थ हो, हेल्थ इज वेल्थ फर मी। अनि सबैले म यही भन्छु आफ्नो हेल्थको केयर गर्नु, स्टे फिट।